त्यो धनी मान्छेहरू एकदमै लग्जरियस लाइफ जिएर उनीहरूलाई खाने कुरा पिउने कुराहरू गर्थ्यो, एकदमै उनीहरू एकदमै शौकिन जीवन जिउने गर्थ्यो। उनीहरूको लागि सब कुरो प्रस्तुतताको कुरा थियो, फेसिलिटीहरू थियो, उनीहरूको लागि काम गर्नुको लागि दासहरू थियो, त्यहाँनिर नोकरहरू थियो। अनि अर्को साइडमा चाहिँ गरिबहरू चाहिँ यस्तो खालको थियो कि उनीहरू चाहिँ एकदमै अर्काको शोषितमा बसेर है। अनि त्यता चाहिँ ज्ञानी ज्ञानी मानिसहरू थियो त्यो समयमा, किनभने ग्रिकको इन्फ्लुएन्स थियो। कति मान्छेहरू शोषित हुनेहरू थियो अनि कति मान्छे त्यसलाई समयमा चाहिँ आशाविहीन भएर त्यहाँनिर बसिरहेको थियो। कति मान्छेहरू चाहिँ त्यस्तै प्रकारले त्यहाँनिर कतिवटा ग्रुप पनि थियो, उनीहरू के गर्थ्यो भन्दा चाहिँ संसार यस्तो डरलाग्दो अवस्थामा छ, अब संसार चाहिँ एकदम खतम भइसकेको छ भनेर चाहिँ एकदमै आशापूर्ण रीतिले चाहिँ उनीहरूले चाहिँ कसैलाई पर्खिरहेको थियो कि कोही चाहिँ आउँछ भनेर। बुझ्दै हुनुहुन्छ? भन्नुको मतलब चाहिँ मैले तपाईँलाई भन्नु चाहेको चाहिँ के हो भन्दाखेरि चाहिँ येशू ख्रीष्ट आउनुभन्दा अगाडिको समाज चाहिँ एकदमै व्यभिचारपूर्ण, प्रस्टिट्युसन बढेर गएको थियो, करप्सन बढेर गएको थियो, एकता थिएन, सबैले सेल्फिस एकदमै स्वार्थ भावमा जीवन जिउने होइन, गरिबलाई शोषित गर्ने, दासहरूलाई शोषित गर्ने, औरत जातिलाई शोषित गर्ने, त्यस्तो स्थितिमा थियो। त्यति बेलाको समयमा चाहिँ मान्छे चाहिँ आशाविहीन भएर मान्छेहरू जिरहेको थियो, होपलेस भएर जिरहेको थियो। अनि त्यो समयमा चाहिँ येशू ख्रीष्ट चाहिँ संसारमा चाहिँ आशालाई लिएर आउनुभयो। हालेलुया। त्यो स्थितिमा चाहिँ येशू ख्रीष्टले चाहिँ प्रेमलाई लिएर आउनुभयो। सबैभन्दा फर्स्ट कुरो चाहिँ के लिएर आउनुभयो? प्रेमलाई लिएर आउनुभयो। त्यो प्रेमविहीन संसारमा, प्रेमविहीन समाजमा एकअर्कामा प्रेमै थिएन। एकले अर्कोलाई शोषित गर्ने होइन, यहुदीहरूले अरू जातिलाई चाहिँ अन्य जाति भन्ने, रोमीहरूले अरू जाति अनडेभलप्ड, एकदमै अनसिभिलाइज्ड बार्बेरियन्सहरू भन्ने, जङ्गलीहरू भन्ने, हामी सिभिलाइज भन्ने। त्यस्तो समयमा चाहिँ येशू ख्रीष्टले चाहिँ प्रेमलाई लिएर आउनुभयो।